एउटा मात्रै बिन्दु थियो जानुपर्ने बिन्दु जहाँ हामी कहिले पनि जान तयार भएनौँ र अहिलेको यो सत्ता त झन् जान तयार हुने कुरा भएन। किनभने यसले त के गर्यो भने आएको 1 महिना 1.5 महिना भित्रमा 1 खरब रुपियाँ भन्दा बढी यसले वैदेशिक अनुदान ऋणमा नेपाली समाजलाई लिएर जान्छु भनेर भन्यो। यसले त हामी जानै पर्ने हाम्रो बकुलो ध्यानमा हुनुपर्ने विषय चाहिँ चाहे तपाईँ लोकतान्त्रिक भन्नुहोस् या डेमोक्रेटिक भन्नुहोस् या तपाईको चाहिँ प्रजातान्त्रिक भन्नुहोस् त्यो राजनीति गरे पनि या वामपन्थ भन्नुहोस् कम्युनिस्ट भन्नुहोस् र्याडिकल कम्युनिस्ट भन्नुहोस् त्यो राजनीति गरे पनि दुईटा धारा त हो मूलत। यो दुईटै धाराले जान पर्ने भनेको एउटै यात्रा थियो हरेक मानिसहरूलाई हरेक जनतालाई उत्पादन प्रक्रियामा कसरी जाने लैजाने र आत्मनिर्भरताको यात्रामा कसरी लिएर जाने ताकि एक दिनमा पासपोर्ट ल्याउनु दिन्छु भन्दाखेरि रमाउनु पर्ने एक दिनमा श्रम स्वीकृति दिन्छु भन्दाखेरि रमाउनु पर्ने। हेर्नुहोस् त हरेक दिन 2000 मान्छे 2500 मान्छे एयरपोर्टबाट